स्यामसङ नेपाली तारामा सबै उमेर, सबै वर्ग र सबै रुचिका मान्छेहरूको सहभागिता रहेको थियो। जति चोट दिन्छौ देउ मायालु, चुमेर पाना भरी यति मले आज भोलि मेरो यो नजरले कसलाई खोज्छ, माया नगर्ने होइन मलाई तिमी, सँगसँगै बाँच्न पाऊ, सँगसँगै मर्न पाऊ। तिम्रो आगमनले मेरो जीवनमा बेग्लै अर्थ छाड्यो, खोतल्ने बिथोल्ने नगर्नु मलाई। मेरो एउटा भुल सम्झे व्यर्थ तिमीलाई किन किन रोजे, राखन माया बोली राखन मलाई बिदा। यो गयो पोखरा टप 10 मा। केलाई चाहियो तीखो छुरी, केलाई चाहियो बन्दुकको गोली, ऐना हेरी आफैसँग प्रश्न सोध्न डर लाग्यो। हजार सपनाहरूको रातभरि हराउँछु डुली सपनीमा, अजम्बरी मायाको सागर हो हाम्रो माया। म सपनाको कुरा गर्छु, तिमी आँखाको मोल सोच्छौ, मेरो जिउने भार तिमी, मेरो घाम जुना, जुनी जुनी तिमीसँगै पाऊ मैले जुना। यो नेपाली सिरुचाली संसारमा लम्किन्छ, अलि अलि भन्दा भन्दै धेरै पिउने भइसके। जिउँदो रगत सरियो बन्दो यो साना, म ढुक ढुकेको बयान गर्छु, अहिले मुस्कुराए भन्छु यो त तिम्रै हाँसो हो। आमा भन्दै रुन पाऊ, बिराउँदा बाटो जाऊ भनी म पन्छी होइन, मायालुको माया मिठो न्यानो न्यानो आँखा, जुनी जुनी सयौ जुनी आँखामै राख, अन्डकीको सिने प्रणालीरो सुन्दर खबर, सयौ जुनी तप गरेर पाएको वरदान हो, तिमी बिनाको जीवन खराब हो। नेपाली ताराले मलाई के दियो भन्नु पर्दा चाहिँ पहिले पहिले चाहिँ इन्दिरा जोशी भन्दा चाहिँ मान्छेले इन्दिरा जोशी को इन्दिरा जोशी भन्थ्यो, अहिले चाहिँ ए इन्दिरा जोशी यही। झझल्को लिएर आएछ सावन, फेरि
जतन गरी मनले टाले मलाई राम्रो सोच्ने मन बदलिएछ जहाँ जहाँ जान्छौ तिमी म पाइला गनी पछ्याइरहन्छु पहिले जति माया नगरे मेरो मायालाई बुझे हुन्थ्यो मसँग तिमी रिसाए मन मेरो नदुखाए कता कता उड्दैछ जिन्दगी पल पल झुम्दैछ जिन्दगी के भयो छातीको देब्रे पाटोमा तिमी मेरो आँखाको नानी थियो तिमी मेरो जिउने सहारा थियो न त सुनको तराजुमा बिकिदिन्छ जानिसकेको यो गागन बाँचुन्जेलाई छोड्ने छुइन तिमीलाई म के सघाउँ तिमी मलाई सघाउन बरु जागलम कचम कहे नौजवान हो नेपाली बिर्सेर फेरि मलाई नहेर मनका कति कुराहरू थिए भन्न भुलिदिनेलाई सम्झिदिनेलाई उकाली ओह्रालीहरूमा भन्छन् सौन्दर्यहरूमा जब तिम्रो रूप देख्छु जनाको एकदमै कम्पिटिसन एकदम टफ भएको थियो र एउटा घटना म सम्झिन चाहन्छु कि बुवाको गीतलाई चाहिँ नि दीपकले चाहिँ धर्मेन्द्रले गाउन सक्दैन भनेर पनि भन्नुभएको थियो र धर्मेन्द्रले होइन मैले त प्रारम्भिक चरणमा गाइसकेको थिएँ होइन अडिसन राउन्डहरूमा गाइसकेको थिएँ भनेर पनि एन्सर जस्तै फेरि त्यो धर्मेन्द्रले फेरि दीपकलाई त्यो फास्ट टाइपका गीतहरू जस्तै अनिल सिंहले गाउने टाइपका गीतहरू पनि गाउन सक्दैन भनेर भनेका थिए भने दीपकले फेरि त्यही गीतलाई गाउनु भएको थियो भने यसरी उहाँहरूको आफ्नो प्रतिभा पनि उहाँहरूले देखाइरहनु भएको थियो भने एकले अर्कालाई चुनौती पनि दिइरहनु भएको थियो र चुनौती लिइ पनि रहनु भएको थियो मैले उहाँको लागि मैले हाम्रो अनिल सिंह दाईको सक्छौ भने विष्णुदेव भन्ने गीत सङ्गीत उसले मेरो लागि जुन गीत छानिदिएको छ त्यो म स्वीकार छ कन्फिडेन्स त छ तर म त्यो भन्दा राम्रो गाउँछु चाहिँ म भन्दिनँ उहाँ भन्दा म राम्रो गाउँछु चाहिँ तर कोसिस गर्छु सक्छौ भने विष दे एकै क्षणमा मारिदे नरहन्छ जिन्दगी नहुन्छ यो पीडा उहाँले जस्तै क्लासिकल टच गीतहरू प्रायः गाउनुहुन्न डिफिकल्ट आधुनिक गीतहरू अहिलेसम्म गाउनु भएको छैन जस्तै भक्तराजज्यूहरूको लास्ट टाइम मैले भक्तराज सरको पनि गीत गाएको थिएँ माया मेरी साँझ पनि डोली चढी आउँछन् त्यो कति हदसम्म मैले गाएँ त्यो त जजहरूले मार्किङ गर्नु भएर आज यहाँ आएको छु दीपश्रेष्ठज्यूको गीत म त दूरदेखि आएँ यो हल्का आधुनिक पप प्याटर्नको भएर उहाँलाई पनि सजिलो होस् अब दीपकले भनिहाले अब अहिलेसम्म मैले अब यस्तो गीतहरू गाउन सक्दैन भनेर म प्रयास गर्छु म त दूरदेखि आए तिम्रो नाम बोकेर सम्बोधन गर्दा गर्दै गयो छोडेर घोषणाको लगत्तै नेपाली तारा दीपक लिम्बू र टप 9 ले पर्फर्म गरेका थिए इन्डियन आइडल अभिजित सावन्तको साथमा विभिन्न कन्सर्टहरूमा